गाइज म नसकेर हैरान भएको बेलामा नि होइन यो जङ्गलमा आइपुगेको चाहिँ यहाँ केही छैन होइन। अब मलाई लोभ के को लागेको थाहा छ? यो दबाई हुन्छ नि त। इ यो दाना टिपेर लानु बोक्नु नसकेको बेला बोक्नुलाई मर्नु आँटिसकेँ होइन। त्यही झोला बोक्नु नसकेको बेलामा उखै हे प्रभु हे भगवान् प्रभु हे जगन्नाथ मलाई साथ दिनुहोस्। मेरो लालच बढी हुँदैछ। कति हाँस्नु है म एक्लै एकान्तमा यो जङ्गलको बिचमा। म न कोही छ बोल्ने न केही छ। अघि त यहाँ पर कोइली कराएको सुनिँदै थियो, त्यो पनि छैन अहिले त। त्यो पनि चुपचाप भएर बसिरहेको छ, धुम्मिन थाल्यो है। अहिले पानी पऱ्यो भने मेरो चाकमा जुकाले खाइदिन्छ कसम भनेको। डेन्जर ठाउँमा आएर बसेर पुरा दिइराखेको छु एक्लै। अनि कोही सक्छ त मसँग ल भन्नु त? कस्ता कस्ता मान्छे जन्मिन्छन् है दुनियाँमा, कति लालची पनि जन्मिन्छन् है। एउटा चाहिँ म मरे हौ म त। यो के भएको मलाई यस्तो? यो के भएको यो जङ्गलको बिचमा? बल्ल तल्ल मरेर मरेर एउटा बुढो बाजे त्यो जङ्गलको घारीमा पराङ काट्दै हुनुहुँदो रहेछ। अनि आउनुभयो, अनि आएर भन्नुभयो, अनि माता कहाँ जाने भन्नुभयो। अनि म पाथिबाट जाने भनेको। ए एक्लै हिँड्नुभएको भन्नुभयो। एकैछिन बोल्यौँ हामी। अनि त्यहाँदेखि चाहिँ अनि बुवा जङ्गलमा कस्तो छ भनेको। केही छैन, पिर गर्नु पर्दैन, एकदमै राम्रो छ, सुरक्षित छ भन्नुभयो। त्यसका बाजेको त मरिजाउँ हेर न, गालामा पनि केले किस खान्छ जङ्गलमा बसेको बेलामा। त्यो अब उता पारि पर्छ त होइन, म यता छोडेर आएको जङ्गलमा त पर 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 माई पोखरीकै एक छेउमा होइन एउटा स्कुल थियो। स्कुलमा दुईजना दादाहरू काम गर्दै हुनुहुन्थ्यो। अनि उहाँहरूले भन्नुभयो के अरे यही बाटो खुरुखुरु जानु, तर यो जङ्गलको बिचमा चाहिँ धेरै भयङ्कर छ। अस्ति भर्खरै हाम्रो एकजना भाइलाई मारिदियो, अनि यहाँ आफ्नो ख्याल गरेर जानु होला भन्दै थियो। अनि हौ गलेर नि हौ कम्मर यो कुम दुखेर नि हौ त्यो छ ब्याग होइन, मरिजाउँ। कस्तो गरौँ भएको बेलामा त्यस्तो गरौँ भारी बोकेर बोकेर कुदुक्क कुद्दै सुरुवाल माथि सारेर चाहिँ गुटुङटुङ कुदिदिएको। गुटुङटुङ भन्दा पनि अब होइन त्यत्रो भारी बोकेर गुटुङटुङ चाहिँ सकेन, मतलब खत्रङ 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 पर आइपुगेपछि त यो बोतल पनि ठ्याङ्ग्रेङ गरेर झर्दै गयो बानेको ठाउँबाट पनि होइन। अनि हे प्रभु हे भगवान् भन्दै भन्दै कुद्दै गरेको, कुद्दा 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 अनि यहाँ आइपुगेँ। अनि उहाँपट्टितिर बल्ल एउटा घर भेटेँ क्या। जङ्गल घारी कट्दा 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 यसो हेरेको त्यहाँ बस्नु पर्यो भने मरिजाउँ, घरमा चाबी लगाएको रहेछ। अनि फेरि आमामामा हेर न, अनि म के भएको यस्तो यत्रो एक झोला हुने रहेछ यो। बुवाले त कति धेरै टिपेर दिनुभयो। अनि त्यो जङ्गल त्यो घरमा आइपुगेर बस्नु पऱ्यो भनेको कोही छैन रहेछ। अनि यसो आएको पर खतरा खतरा गरेको सुन्यो। अनि त्यहाँदेखि नि त्यो त्यही बाको आडमा यहाँ बसिरहेको थिएँ म। अच्छा कोही रहेछ भन्ने फिल भएर बसेको है। अनि त यहाँ आइपुग्नु भयो। एउटा पराङको भारी उतै राखिराख्नु भएको छ ठडियाएर, देखिँदैन रहेछ क्यामेरामा पनि। अनि एकछिन बोल्नुभयो, अनि यो टिपिदिनु भयो। अनि के हो बुवा भनेको, अनि यो लेखाली टिम्बुर भन्नुभयो। अनि त्यहाँदेखि ए भने, अनि मलाई जाऊँ भनेको। अनि टिप्न गएको, ए होइन माता म आफै टिपिदिन्छु भनेर अनि टिपिदिनु भयो क्या। अनि त्यहाँदेखि एक भारीलाई राखिदिनु भयो यार, लैजाऊ भनेर। ए प्रभु हे भगवान् हे जगन्नाथ मलाई यस्तो लालची नबनाइदिनुहोस् प्रभु। अब यो उखाले पछाडि तोडे पछाडि छोड्न नमिल्ने होइन। अब नछोडौँ भने छोडौँ भने माया लाग्ने, नछोडौँ के पो भन्न आँटेँ भन्ने होइन मलाई। छोडौँ भने माया लाग्छ होइन, के पो भन्न आँटेको। यहीँ छोडिदिएको भएदेखि बरु नटिपेको भएदेखि चाहिँ अब अरूले लानुहुन्थ्यो होइन।
अब नलैजाउँ भने पाप लाग्छ होला, माया लागिहाल्छ होइन। लिएर जाउँ भने ज्यानको दुःख, हड्डी दुखेर आइरहेछ। आज मेरो हड्डी दुखेर आइरहेछ। बस्नु हुँदैन, हिँडेको गर्दा मात्रै दुख्दैन, बसे पछाडि त माँ कसम। यो प्रभु, यो माता, यो जगन्माता, यो पृथ्वी माता, यो धरती माता, यो पाथिभरा माता, यो प्रभु, यो किम्मुची हल्का के अरे यो खै के जाति, यो कोनि के जाति, जे जाति भए पनि हल्का गराइदिनु पर्यो। लास्टै भारी छ।